बालेन्द्र हराएको सूचना बालेन्द्र शाहलाई भेट्ने कुनै पनि व्यक्तिलाई चाहिँ भेटेर इन्टरभ्यू क्लिप ल्याउने मान्छेलाई बन्तरे डाँडाको स्थानीय बासिन्दा 1 लाख पुरस्कार दिनेछ भनेर तपाईँलाई पनि भने तपाईँले भिडियो लाउनुमा तपाईँले पाउनु 1 लाख। फोहोर चाहिँदैन तपाईँको फोहोर कहाँ लानु पनि लानुहोस्, हामीलाई के पनि चाहिँदैन टन्टै साफ। किन काठमाडौँको मान्छे मात्रै सफा सुग्घर बस्न पाउने, हामी जस्तो बुढाले सुक्खा सफा बस्न नपाउने? चिल गिद्ध घुमेर चाहिँ हाम्रो चाहिँ सासाना बालबच्चा नि चिपेर लिएर जाला भन्ने डर भयो। खाना खाने बेला फोहोर गनाएर आउँछ, फोहोर गना आएपछि अनिखेर नाक छुटेर खानुपर्छ, खाइएन र। भोट काउन्टिङ गर्दै गर्दा बालेन यो ठाउँमा आएको, ल बालेन जतिको युवा आएको छ, हामीले बालेन जतिको युवालाई देश बनाउँछु भन्न आएको मान्छेलाई, काठमाडौँ बनाउँछु भन्न आएको मान्छेलाई हामी सपोर्ट गर्नुपर्छ भनेर काठमाडौँमा फोहोरको डङ्गुर थुप्रिरहँदा उसलाई हामीले सपोर्ट गरेको बालेनलाई। 20 वर्ष भइसक्यो हामीले चाहिँ विभिन्न वार्ता भनेको छ, विभिन्न उ भनेको छ, हाम्रो चाहिँ माग कहीँबाट नि सम्बोधन भएन। काठमाडौँ उपत्यकाको बुढालिन कण्ठको भित्तामा डाँडा होला, तारकेश्वरको भित्तामा डाँडा होला, चन्द्रगिरीको भित्तामा डाँडा होला, त्यो डाँडामा लगेर आफ्नो फोहोर व्यवस्थापन गरे भयो नि। हामीलाई चाहिँ छोरीचेली यसो माग्न जाँदाखेरि तेरो घर कहाँ भन्दा फर्मुलाको छेउमा, फर्मुलाले हामीलाई चाहिँ त्यहाँतिर त छोरी दिँदैन भन्छ। हाम्रो पीडा कति छ? अब हामी के गाडी चढेर बालेन्द्र शाह खोज्दै जाने? बालेन्द्र शाहलाई हामीले धेरै नै माया गरे हो होइन, अझै पनि अलिकति माया चाहिँ बाँकी छ। त्यो माया चाहिँ उहाँले तोड्नु भयो भने उहाँलाई नै हानि गर्छ। चाडबाड आयो हामी कहाँ पाहुना आउँदैनन्, कसैको छोरी बिहा गर्न गयो भने यी बालकैदेखि फोहोर खाएर आएको बिहा गर्दैनौ भन्छन्। कसैको छोरी बिहा गर्न सकिँदैन, दही दुध जमाएर राख्यो किरा परेर जाने खाना हुँदैन। बाली बिरुवामा तपाईँको धान रोप्यो भने कोल्पी खोला पानी नलाउँ भने खेतमा धान हुँदैन, लायो भने हौसिएर आउँछ, गेडो लाग्दैन। अनि तपाईँको चाहिँ बोट बिरुवा चाहिँ फल्यो भने बोट बिरुवामा चाहिँ तपाईँको बेलैदेखि किरा लागेर स्याउ किरा परेर न गोलबिना खानुहुन्छ, न काउली खानुहुन्छ, न निबुवा खानुहुन्छ, न भोगटे खानुहुन्छ। प्रकाश मान सिंह चाहिँ शहरी विकास मन्त्रालय हुँदाखेरि जम्मा एकचोटि मिटिङ राख्नु पर्यो। यो त राज्यको त हेपा प्रवृत्ति हो नि। हिजो केपी ओलीको सरकार हुँदाखेरि पनि हामी पीडित, अहिले जेएनजीको सरकार हुँदा पनि हामी पीडितै बढ्न पनि हामी चाहिँ मर्नै पर्ने। काठमाडौँ उपत्यका सफा गर्ने दायित्व हाम्रो पनि हो। के भन्दै गर्दाखेरि काठमाडौँ उपत्यकामा बसोबास गर्ने 70 लाख जनसमुदायको जति स्वस्थ भएर बाँच्न पाउने अधिकार छ, ककनी गाउँपालिका र धुलीबेसी नगरपालिका स्थानीय पीडितहरूको त्यति नै स्वस्थ भएर बाँच्न पाउने अधिकार छ भन्ने कुरा पहिला बुझ्नु पर्यो। हामीले महानगरलाई भन्छौँ, महानगरले मेरो जिम्मै होइन शहरी विकास मन्त्रालयको हो भन्छ। शहरी विकास गयो मैले त बनाएर दिइसकेँ नि, महानगरले व्यवस्थापनको जिम्मा ह्यान्डओभर लिनु पर्यो नि भन्छ। उहाँ निर्वाचन हुँदै गर्दाखेरि उहाँले शपथ पनि लिनु भएको थिएन। उहाँ यहाँ आएर चाहिँ म फोहोर मैलाको चाहिँ समस्या समाधान गरेपछि मात्र फुलमाला लाउँछु भने हामी फुलमाला लिएर दौडिरहेछौँ अगाडि पछाडि हामीले फुलमाला लाउन पाएको छैनौँ। तपाईँले अघि भन्नुभयो काठमाडौँमा फोहोरको थुप्राहरू थिए, बालेन्द्र राखी कहिले सफा भयो भन्नुभयो नि, त्यो किन भएको होला? यसको उत्तर छ तपाईँसँग। त्यो किन भयो भने बालेन्द्र शाह नयाँ मान्छे आए, एउटा इन्जिनियर, उहाँ चाहिँ यो ठाउँमा त 5-7 वर्ष भिजिट पनि गर्नु भएको रहेछ, राम्रो मान्छे, परिवर्तन चाहने मान्छे। सायद हाम्रो पनि उहाँले सम्बोधन माग सम्बोधन गर्नुहुन्छ होला भनेर हामीले त्यो गरेको हो होइन। किन विद्या सुन्दर साके हुँदाखेरि फोहोर उठेन त भने हामीले विद्या सुन्दर साकेलाई त हामीले के गरेका छौँ भने धरपकड त गरिरहेको छौँ नि त होइन। काठमाडौँ फोहोर त उहाँको कारण होइन नि त, हाम्रो कारणले फोहोर भएको रहेछ नि त। हामीले उहाँलाई चान्स दिएको हो कि बुझ्नु। यसको मतलब यो होइन कि बालेन्द्र शाहले आउने बित्तिकै तपाईँ रातारात यो तपाईँको चाहिँ जादुको जडी उहाँले गर्नु भएन। उहाँलाई हामीले विश्वास गरेको र काठमाडौँ सहर सफा गर्ने दायित्व हाम्रो पनि भएको कारणले गर्दाखेरि त्यति बेला त्यो भएको हो कि। बालेन्द्र शाहसित वार्ता गर्न गयो भने 5 तलाकको चाहिँ ढोका छुनेर चाहिँ बस्नुहुन्छ उहाँले ढोका खोल्नुहुन्न हामीलाई वार्ता गर्नलाई। यहाँका नेताले गएर जाने बालेन्द्र शाहसँग चाहिँ नि वार्ता गरेर हामी त्यो वार्ता मान्नेवाला छैनौँ। यो कुरुलेको फोहोर मैलामा आएर